21 बुँदे सहमति भएको थियो। पछिल्लो चरण 9 बुँदे विभिन्न किसिमका जुन सहमतिहरू भए र छिट्टै नै नयाँ शिक्षा ऐन हामी ल्याउँछौँ भनेर प्रतिबद्धता गरे पनि अहिले विभिन्न बहानामा त्यो शिक्षा ऐन संसदमा पेश भएर पनि त्यसलाई अगाडि नबढाएको अवस्था छ। तसर्थ अब यो निरन्तर हाम्रो आन्दोलनको दबावमा मात्रै त्यो शिक्षा ऐन आउँछ भन्ने हाम्रो मान्यता छ। हामीले सरकारसँग सम्झौता गरेर विभिन्न कुराहरूमा चाहिँ सहमति गरेर आउने सम्भावना चाहिँ हाम्रो शिक्षक नेताहरूले आम शिक्षक नेपाली शिक्षकहरूले देखिरहनु भएको छैन। तसर्थ अहिले सबै देशभरिको कुना कन्दराबाट सम्पूर्ण शिक्षकहरू कर्मचारीहरू त्यहाँको बाल शिक्षकहरू सबै चाहिँ यो सडकमा हुनुहुन्छ। यो सडकबाटै हामी यो सरकारलाई ध्यानाकर्षण गराउँदै बाध्य भएर यो चाहिँ नयाँ शिक्षा ऐन जुन शिक्षा ऐन 2028 सालमा जारी भएको थियो। 28 सालपछि कतिवटा संविधानहरू बने। 2047 सालमा एउटा बहुदलीय संविधान बन्यो, 2063 मा अन्तरिम संविधान बन्यो र 2072 मा चाहिँ नेपालको संघीय लोकतान्त्रिक शासन व्यवस्था सहितको जुन नेपालको संविधान बन्यो र तत्पश्चात धेरै कानुनहरू फेरिए। तर जुन देशको मूल मेरुदण्ड भनेको शिक्षा हो। यो शिक्षा राम्रो भयो भने मात्रै यहाँको आम नागरिकहरूको चाहिँ जीवनस्तर फेरिन्छ। यहाँ चाहिँ एउटा नयाँ टेक्नोलोजीका होइन उत्पादन चाहिँ यो नयाँ जुन सक्षम जनशक्ति उत्पादन गर्ने थलो त शिक्षा नै हो नि। तर आज शिक्षाको मुद्दाहरूमा चाहिँ सरकारले अनास्था गरिरहेको हामीले पाएका छौँ। तसर्थ अझै अहिलेसम्म जो साथीहरू खटिरहनु भयो र अझै विभिन्न सबै जिल्लाहरूबाट क्रमिक रूपले हाम्रो यदि शक्ति कम भयो भन्ने लागेमा सबै विद्यालय नै बन्द गरेर आउने अवस्थामा पनि शिक्षक साथीहरू हुनुहुन्छ। अब बिस्तारै मास थपिँदैछ होइन। अब देखि हामीले देखिरहेको छौँ बाहिर सभामा पिलिले नै पुरै शिक्षकहरूले भनिनु भएको छ। अब यसको कारणले काठमाडौँ नै अस्तव्यस्त भएको छ एक प्रकारले गर्दाखेरि अस्तव्यस्त भएको छ। अब यो कहिलेसम्म रहला यो आन्दोलन ऱ्याली भनिसक्नु भएको छ। तबसम्म चाहिँ शिक्षा ऐन जारी हुँदैन, तबसम्म चाहिँ हामी शिक्षा ऐन लिएर नलिकन जानेवाला छैनौँ भन्नु भएको छ। सरकारले जुन अहिले एउटा हिजो अधिवेशनको आह्वान गरेको छ, त्यसमा चाहिँ केही होला भन्ने हाम्रो आशा छ यसमा। यो एउटा चाहिँ शिक्षकहरूको हामीलाई लाग्छ अहिले शिक्षकहरू जुन सडकमा हुनुहुन्छ उहाँहरूको चाहिँ एउटा मनस्थितिलाई कमजोर बनाउने र अब एउटा आशा होला नि त भनेर फर्किएर फेरि चाहिँ शिक्षकहरू जान्छन् र फेरि शिक्षकहरूलाई चाहिँ अरू केही वर्ष चाहिँ आन्दोलन गर्न नसक्ने र यो शिक्षकहरूको जुन मुद्दा छ मुद्दामा सम्बोधन नभइकन आएको शिक्षा ऐन पनि हाम्रो लागि स्वीकार्य छैन। त्यसर्थ आन्दोलनको विकल्प छैन र यो हामीले चाहेका थियौँ कि सरकारले यो छोटो अवधिमा हो भने विभिन्न विधेयकहरू ल्यायो हो। सरकारलाई चाहिएको त ल्याएको रहेछ नि त। शिक्षकहरूको हक हितमा चाहिँ के विधेयक यो अन्तरिम विभिन्न किसिमका विधेयकहरू ल्याउन सक्छ नि त। अब सरकारको सरकारले घुँडा टेक्नु भन्दा पनि नेपाली शिक्षकहरूको जुन माग सम्बोधन हुने कुरा हो। सरकारलाई हामीले घुँडा टेकाउन चाहेका छैनौँ। ऐन त आउनु नै पर्यो नि। उहाँहरूले धेरै पहिलादेखि शिक्षा ऐन चाहिँ उहाँहरूले चाहिँ यो उपसमितिहरू बनाउने समितिमा छलफल ल्याउने काम त भएको नि। फेरि बिचमा चाहिँ त्यसलाई अब अगाडि नबढाइकन यतिकै थाहा भने पनि यो ऐन ल्याओस् र अनि अधिवेशन सुरु भएपछि त्यसलाई पास गरोस् भन्ने हाम्रो चाहना हो। हस् हस् हस्।